Good morning, guys. Welcome back to my channel. Welcome back to another vlog, another episode, guys. भ्लगमा सम्पूर्ण भ्युअर्सहरूलाई स्वागत छ गाइज। म पनि एकदमै आराम कुशलै छु गाइज। तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। मेरो भ्लग चाहिँ अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला गाइज। हजुरहरुको प्यारो भ्लगर सुदीप पुजेल आइसकेको छ गाइज। यसले मेरो लागि यहाँ किलो भात पकाइदिँदै हुनुहुन्छ हाम्रो मम्मी। नमस्ते मम्मी। मम्मीले फेरि यहाँ गाइज मेरो चाहिँ घाँटी दुखेर के भइरहेछ। यहाँ चाउले भात आज चाहिँ गाइज त्यस्तै छ। यहाँ मेरो कान्छा कान्छी के गर्दैछ। यो चाहिँ हाम्रो कागती बवाल फुलेको छ है गाइज। यो पालि दसैँमा दामी हुन्छ खानु कागतीको पट। यहाँ चाहिँ हाम्रो दुईजना कान्छा कान्छी। ओइ के छ पुन्टे पुन्टे भुन्टी पुन्टे र भुन्टी यहाँ छ हाम्रो गाइज। यो चाहिँ अलिक बिरामी छ। यो चाहिँ अलिक हेल्दी नै छ। लोकल हो मम्मी। यहाँ चाहिँ लोकल कुखुरा छ। यहाँ चाहिँ केटाकेटी सानो बच्चा बच्ची के हो। यो त झोक्राइरहेको। कतिवटा गइसक्यो मम्मी? 5 वटा। 5 वटा चाहिँ गइसकेको रहेछ। कतिवटा ल्याउनु भएको? 25-30 वटा छ। 25 वटामा 5 वटा चिप्ल्यो। मर्निङ अरे बढी भर्खर उठ्नु भएको। किन ढिलो हो आज? गाई यहाँ चाहिँ बडीले बहिनी पलाउनु भएको अरे। ब्रेकफास्ट टाइम। यहाँ चाउले भात मम्मीले बनाइदिनु भएको छ मलाई चाहिँ। अब म चाउले भात खान्छु है गाइज। माइन्ड नगरिदिनु होला। तपाईँहरूले पनि खाजा खाइसक्नुभयो होला। अब गाइज अब चाहिँ मैले चाउले भात खाएँ। तातो तातो छ। बिस्तारै सेलाउँदै yummy. अब चाहिँ यहाँ आज धान सुकाउनु पर्ने छ गाइज। 3-4 बोरा अब सुकाउनु पर्छ। अब अघि नुहाइसकेँ। मम्मीले पनि सरप्राइज दिनुभयो। अब धान सुकाउने हो। फाइनली धान पनि ओसारेर सकिसक्यो। अब म तपाईहरुलाई सुकाएको ठाउँ देखाउन चाहन्छु गाइज। मम्मीले चाहिँ यस्तो कपाल छोराको नबिग्रोस् भनेर बाँधिदिनु भएको। गर्मी छ। मम्मीले ड्र्यागन फ्रुट पनि रोप्नु भएको छ गाइज। यहाँ फुलहरू छ। यस्तो बवाल फुलहरू रोप्नु भएको छ। मेरो मम्मीले फुल लभर हो। कहीँ पनि छ है गाइज। यहाँ चाहिँ यति नै सुकाम ल। यति नै सुकाम। यहाँ अटेन ठाउँ है। यहाँ छ गाइज। अब मम्मीले यहाँ सुकाएको ठाउँ धान सुकाएको ठाउँ। घाम चाहिँ कस्तो लाग्छ। घाम त लागि नै रहेको छ। 3-4 बोरा थियो सुकायौँ। 3-4 बोरा। अब अर्कोचोटि भाउजूले सजाउनु भएको। भाउजू पनि फुल लभर हो भाउजू। आन्टी फेरि यहाँ के गर्नु भएको आन्टी? चामल धान छन् पनि सब ओसारेर सकियो। अब चाहिँ एकछिन आराम गर्नु पर्यो गाइज। लगभग
2 घन्टा जस्तो सुतेछौँ यस्तो मम्मीले भर्खर उठाउनु कस्तो निन्द्रा लागेको मम्मीले खाना पनि बनाइसक्नु भएको रहेछ अब चाहिँ खानु पर्यो राइस बनाउनु भएको रहेछ के टुरमा जानुभएको यात्रा साइकल यात्रा ल हुन्छ ल तपाईँलाई मेरो च्यानलमा स्वागत छ ओके आउनुहोस् न त पानी खाएर जानु मेरो यही हो घर के हुन्छ आउनुहोस् न साइक्लिङ गर्दै हिँड्नु भएको रहेछ हाम्रो दाजु मेरो ब्लगबाट के भन्नु चाहनुहुन्छ शुभचिन्तकहरूलाई तपाईँको हाम्रो सबैजना नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई अनि हाम्रो युवा बाबुहरूलाई सबैलाई मेरो चाहिँ सलाम छ नमस्कार छ जय नेपाल छ हाम्रो देशमा राम्रो होस् शान्ति होस् सुशासन राम्रो होस् देश राम्रो बनियोस् गरिब दुखी जनताहरूले सबैले लाउन पाउन् खान पाउन् विद्यार्थीहरूले राम्रो पढ्न पाउन् विद्यार्थीहरूलाई सुविधा राम्रो होस् अनि यहाँका युवाहरूले चाहिँ जुन काम बेरोजगारी भएर हिँड्नु भएको छ बेरोजगारीदेखि चाहिँ हल भएर चाहिँ रोजगारीमा चाहिँ लागेका हुन् सबै देशमा राम्रो होस् अनि सबैलाई हाम्रो नेपाली दाजुभाइदेखि लिएर दिदी देश विदेशमा हुनेहरू सबैलाई राम्रो होस् मेरो जय नेपाल छ नमस्कार छ जय मसी पनि छ अनि र सबैजनालाई मेरो चाहिँ धेरै धेरै एकदम माया प्रेम अनि तपाईँहरूले दिनुभएको माया प्रेमले गर्दाखेरि म अहिले साइकल यात्रा काठमाडौँदेखि अहिले धरानसम्ममा छु अब धरानबाट दार्जिलिङ सिक्किम जाँदैछु अनि यहाँ हाम्रो बाबुसित भेटघाट अलिकति पानी खुवाउनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद छ थ्याङ्क यू मेरो नाम चाहिँ हुन्छ मेरो च्यानल चाहिँ @सुदीप भुजेल हजुर 202 मेरो च्यानलको बारेमा पनि केही भनिदिनुहोस् सबलाई सब्स्क्राइब बाबुको च्यानल चाहिँ एकदम धेरै राम्रो होस् अनि बढ्दै फुल्दै गएको होस् बाबुले धेरै सहयोग गर्नुभएको छ अनि त्यसको लागि धेरै धेरै धन्यवाद छ अनि अरू स्टुडेन्टहरूलाई जस्तै यस्तै यात्रा गर्नुको लागि चाहिँ के भन्न चाहनुहुन्छ हाम्रो यात्राहरू जतिले गर्दै हुनुहुन्छ अरू अब कतिको क्युरियोसिटी हुन्छ नि त यस्तै गर्ने हैन साइक्लिङ एउटा मान्छेको हैन जिज्ञासा अब हैन जुन हन्डामा साइकलमा गाडीमा यात्रा गर्दै हुन्छ हजुर हिँड्दै पेदल पनि खाली खुट्टै त्यस्तो गरेको पनि देखिरहेको खाली खुट्टा पनि हिँड्दै हुन्छ उहाँहरूलाई पनि हजुरहरूले धेरै नै सहायता र मद्दतहरू गरिदिनुहोस् अनि तपाईँहरूको माया प्रेम पाएर नै हामीहरू चाहिँ हिँड्नको लागि पाउँछौँ नभएदेखि हामीहरूले अब त्यतिकै हिँडेर माया ममता नै पाइन्न भनेदेखि हामीहरूलाई पनि समस्या नै बढ्छ त्यसले गर्दाखेरि तपाईँहरूले साथ दिनुभएको छ अनि र हामीहरू यसरी हिँड्न पाएका छौँ त्यसको लागि धेरै धेरै धन्यवाद छ अनि नमस्कार जय नेपाल छ है हाम्रो देशलाई सुन्दर देश नेपाल बनाउनु पर्छ हामी सबैजना एक भएर नेपालीहरू सब एक हुनुपर्छ ल जय देश जय नेपाल है दाइसँग पनि भेटिसक्यो अब हामी चाहिँ आज जाँदैछौँ चिन्डे डाँडा गाइज पानी होला 2 घन्टामा त पुग्नुपर्ने हो गाइज फोन गर कि अशोकलाई फोन गरिसकेको छु रेडी हुँदै मेसेज गरेको छु हाम्रो होस्टेल आइसकेको छु के हो नेपाल भारत सहयोग छ त हौ दाइ नेपाल भारत सहयोगले बनेको होइन त्यो बिल्डिङ महेन्द्रको अब गाइज बल्ल आधी घन्टाको हिँडाइमा यहाँ साथी अशोकको घर आइसकेको छौँ अशोकको कटेज अन्त अशोकको ब्युटिफुल हो म यो चाहिँ के छ हौ च्यान्टे हाम्रो च्यान्टे यहाँ छ अशोक के छेत्री छाता बोक न अहिले ए बिबीको होला हौ यो काम गर्नेहरूको जस्तो लाग्यो हजुर राउन्ड टेबल
खै अशोक जाउँ निजान यहाँ चाहिँ गाइड्स टुर्नामेन्ट हुँदो रहेछ हाम्रो दायाहरू अहिले चाहिँ हामी यहाँ स्टुडियम माथि 3 जना हिँड्दैछौँ केटाहरू यहाँ छ लास्ट गर्मी यार लगभग 2 घन्टा बढी नै लाग्छ होला हामी चिन्डे डाँडा पुग्नु चाहिँ आज फाइनल्ली यहाँ चिन्डे डाँडा जाने पुलमा आयो भइसकेको छ यहाँ चाहिँ दामी हावा आइरहेछ मिठो हावाले गाई अब चाहिँ उकालो स्टार्ट भइसकेको छ यहाँ केटाहरू कसको सबै हान्छ हौ बुढो पो परि गाह्रो भयो पसिना थल आयो त यस्तो छ लास्टै गर्मी लास्टै गर्मी सर्टकट माथि पुगेर आउनुभयो सिस्टरहरू हेलो मेरो भ्लग सबैले सब्सक्राइब गरिदिनु ल सब्सक्राइबर पनि भेटिसकेको छु 10-11 सिस्टरहरू गरिदिनु हुने अरे असो गलिसक्यो जस्तो छ गरेको छैनौ मलाई डटपट मेरो छ नि गरिहाल्छ नि यहाँ हामीसँग हुनुहुन्छ देउरालीमा खतरा गाउने मान्छे देउरालीमा आउँदैनौ अलिक तिमी गाउ नानी पो म पनि अब त आउन आँट होला है चिन्डे डाँडा देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो घरी 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 किन नर्मल स्वरमा गाउ न घरी घरी किन गाउनु दाइ यहाँबाट चिन्डे यताबाट नगई यहाँबाट ट्राफिक पर्दा कता जान्छ त्यसको सर्टकट ल हिँड अशोक के छेत्री हाम्रो खतरा यस्तो काडाङगुडिन चाहिँ लगभग यही बाटो अब चाहिँ 10 मिनटमा पुग्छौँ हाम्रो गन्तव्य चिन्डे डाँडा अब देखिरहेछ त निशान बुढालाई 5-10 मिनटमा हामी माथिको डाँडा पुग्छौँ कुद्नु पर्यो अब चाहिँ निशान त ब्याग बोक्नु बुढायो ल अब चाहिँ बुढाले ब्याग बोक्न आँटेको छ लास्ट गल्यो यार अशोक यता कुदो त गाई चाहिँ माथिबाट चाहिँ ट्राभलरहरू हाइकर्सहरू आउँदै हुनुहुन्छ आज टन्ने है दिसन दाइ शीतल चाहिँ ओभर शीतल हो तलभन्दा हावा चाहिँ आइरहेछ तर भरे फर्किँदाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ होला गाइज
छ लास्टै यस्तो छ है गाइस मौसम पानीले चाहिँ भेट्छ होला पर भिजिटर्सहरू टन्नै आएको छ कस्तो लाग्यो ब्रदर ट्रेक राम्रो बबाल कहाँ हो घर कान्छाको बोरङबाट आएको ल मेरो च्यानल सब्सक्राइब गरिदेऊ ल @सुदीप भुजेल 202 ल हाम्रो ट्राभलरहरू कान्छा कहाँबाट आयो चिन्डे डाँडा कस्तो लाग्यो उभि कान्छा झन्डी ल सुपर ल मेरो च्यानल सब्सक्राइब गरिदेऊ हाम्रो सिस्टरहरू कताबाट आउनुभयो कस्तो लाग्यो ट्रेक हजुर कताबाट हुनुहुन्छ हजुरहरू होइन तपाईँहरूको कहाँबाट आउनुभयो धरान कति हामी चाहिँ एकदम स्ट्रङ मान्छे हो तलबाट हिँडेर माथिसम्म माथिदेखि हिँडेर यहाँसम्म आएको त धरान कति हो दिदीको हाम्रो 15 ए हाम्रो 11 17 हो तपाईको ब्लग हो हजुर के ब्लग ल सबैले गरिदिनु ल सब्सक्राइब ल थ्याङ्क यू सिस्टरहरू कस्तो लाग्यो ट्रेक सिस्टर लजन भयो त यस्तो छ है अब लास्टै गाह्रो भयो गाइज लास्ट जुत्ता चिप्लिँदो रहेछ नि त अशोक कस्तो भयो टुर सिस्टरहरूको रमाइलो भयो कताबाट आउनुभयो सिस्टर म त तल धरान होइन धनकुटा तल गर्नुभयो होला ब्रदर सबैजनाले मेरो च्यानल सब्सक्राइब गरिदिनुहोस् ल यसरी हिँडिराख्नुपर्छ होइन हेल्थको लागि हुन्छ ल बाई बाई मजाले जानुहोस् भर्खर हामी ड्युटीले गर्दा अलिक ढिलो भयो कि लास्ट गाह्रो छ यो चाहिँ उकालो म पनि लगभग 3-4 वर्षपछि आएको गाइज लास्टै पो गाह्रो भयो त हौ जुत्तामा अर्को लगाएर आउनु पर्ने रहेछ कस्तो चिप्लो जुत्ता लगाएर आएछु टिबिएलको भित्ता समात्दै मुन्दुम त हिँड्यो तर यो त खासै गाह्रो भएन तर अलिकति जुत्ता चाहिँ लास्टै चिप्लो भएर म चाहिँ भित्ता समाउँदै हिँडिरहेको छु गाइज तर केही छैन फाइनली अबको 2-3 मिनटमा रिच आवर डेस्टिनेसन सिन्डेरेला गलिनु चाहिँ लास्टै गल्यो फाइनली अब 1 मिनटमा पुग्छु आमा कति पछि सिन्डेरेलाको रुट 2-3 वर्षपछि हिँडेको होला अब आन्द्रा कति हेर चाहिँ जिब्रे निस्केला जस्तो भयो त तर ननस्टप आउनु चाहिँ आधी घन्टा जति मात्रै लाग्यो डेली आउनेलाई पनि आधी घन्टा लाग्छ नि त फाइनली वी आर टप डाँडाको टपमा आइपुग्यौँ लगभग 45 मिनटको हिँडाइमा ननस्टपको हिँडाइमा आइपुग्यौँ यहाँ केटाहरू बसिरहेछ लास्टै गाह्रो भयो 3-4 वर्षपछि आएको म चाहिँ ओभर चिन्डे डाँडा कति पछि आएको पहिले त कुद्नु आइरहेको थिएँ अहिले चाहिँ लास्टै गाह्रो भयो यस्तो दामी चिसो धरान यहाँदेखि दामी देखिन्छ गाइज यो मुनि देखिएको सबै धरान हो फाइनली यहाँ चिन्डे डाँडाको टपमा आइसकेको छौँ नेपालको झन्डा पनि छ गाइज यहाँ छ यहाँ चाहिँ दामी हावा आइरहेछ पानी चाहिँ यहाँ छ हाम्रो अशोक के छेत्री अर्को यहाँ छ निशान भट्टराई निशान भट्टराई जस्तो देखिन्छ खोइ गीत गाउनु त है यस्तै छ नि त जुन निशान भट्टराईको त 80 वर्ष भयो नि के भएर हो राम्रीहरूको अलिक बेहोरा हुँदैन अब चाहिँ यहाँ हामी टक्क चियाहरू पिएर घर गाइज
अब चाहिँ हामी ब्याक टु होम हुँदैछौँ गाइज यहाँ चिन्डे डाँडामा एकछिन बस्यो पानी सानी खायौँ अब चाहिँ हामी झर्दैछौँ अब घरमै भेट्नुपर्छ ल गाइज आजै हो फेरि भुइँचालो आएको दिन थाहा छ नि वैशाख 12 शनिबारै आएको नि फेरि यहाँ 11 ट्याक्कै 11:58 कि कतिमा आएको 11 वर्ष हाममा है 11 वर्ष भइसक्यो नि 72मा आएको नि गाइज मौसम आजै हो गाइज भुइँचालो आएको दिन 11 साल भइसकेछ त्यतिखेर त म कम्प्युटरमा गेम खेल्दै थिएँ कि साथीकोमा डेन्जर चलिरहेको घर चाहिँ अब कतिखेर पुगिन्छ डेन्जर हावा चलिरहेको भुइँचालो आएको दिन आज के हो लगभग 11 साल भइसकेको छ 2072 साल वैशाख 12 गते 11:58मा 7.9 को है कत्रो ठुलो आएको त मान्छे धेरै त्यतिखेर इन्जोर्ड मरेको पनि थियो राइटो त्यतिखेर म चाहिँ साथीकोमा कम्प्युटर गेम पेस खेल्दै थिएँ हाम्रोमा घर कस्तो डेन्जर हल्लाएको यार अहिले पनि हाम्रोमा बिर्सिनै नसक्ने त्यो घटना त कहिले बिर्सिँदैन होला जिन्दगीमा गाइज आइपुग्यो ओभर लभली हिँडाइ भयो धन्दा पानीले चुबेटेन छाता भएको थियो माथि हावाहुरीहरू अब चढ्नु खोजेपछि डर लाग्यो गाइज घर आइपुग्यो अब चाहिँ खानासाना खाएर मेरो भ्लग पनि एन्ड गर्छु र सम्पूर्ण भ्युअर्सलाई सुस्वास्थ्यको कामना भन्न चाहन्छु मेरो भिडियो चाहिँ कस्तो लाग्छ हजुरहरूलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला तपाईँहरूकै प्यारो भ्लगर सुदीप भुजेल हो गाइज अब चाहिँ हामी भ्लगको इन पार्टमा आइसकेको छौँ अब चाहिँ म टक्कै मम्मीले एकदमै मिठो रोटी बनाइदिनु भएको रहेछ अब आज यही हो रोटी आलु दाल खाएर मेरो भ्लग पनि एन्ड हुन्छ गाइज अर्को भिडियो नआउन्जेलसम्म सम्पूर्ण भ्युअर्सलाई सुस्वास्थ्यको कामना गर्दै आजको भ्लगबाट म सुदीप भुजेल पनि बिदा माग्न चाहन्छु बाई बाई गाइज